घन्टीमा भोट नहाल्ने अपराधी हुन् जनताले नै भन्न थालिसकेछन्। घन्टीमा भोट नहाल्ने मान्छे चाहिँ त्यो चाहिँ अपराधी होला मैले देखेको। घन्टीमा भोट नहाल्ने चाहिँ अपराधी हो त्यो। झोलेले मात्रै हाल्दैन होला, अरू कुरा थाहा छैन मलाई, केही भन्नु छैन। चाहे हजुरहरू पनि एउटा पार्टीको मान्छे हो पहिले, म पनि एउटा पार्टीको मान्छे हो पहिले पनि, होइन मलाई केही थिएन। सबैभन्दा चाहिँ एमाले काङ्ग्रेस माओवादी झोलेकै कारणले यो देशमा भएको। देशमा माथि यहाँ चाहिँ सबैभन्दा खराब भनेको गाउँको झोले। हामीलाई हामी म पनि एउटा कार्य नेपाली काङ्ग्रेसको मान्छे, नेपाली काङ्ग्रेसकै मान्छे व्यक्ति आएर मलाई कुट्न आयो। म पनि त एउटा त्यहाँको त काङ्ग्रेसको सदस्य त हो नि, भोटर त हो नि, भोटर हो नि। म सदस्य केही दिन पर्यो, कार्ड दिन पर्यो, किनभने भोलि मलाई चिनोस् त्यसले भन्दा त उल्टै मलाई कुट्न आयो बाटा भने। त्यस्ता झोलेलाई दिने मान्छे सबै पागल, एमाले काङ्ग्रेस दिनलाई चाहिँ तीन दलले चाहिँ पागल होला। योभन्दा अरू केही हुँदैन। एकदम हार्नु जित्नु आउनु नदी छोड्दैन, यो चाहिँ ढुक्क परेको।